नेपालीको बानी नै नराम्रो। रोहित पौडेलको बारेमा केही बोल्न चाहे, उसले अस्ति 2-4वटा म्याच अलि नराम्रो खेल्दा टुकटुके खेलाडी रे क्याप्टेनबाट निकाल्नुपर्छ त्यस्तो नि हुन्छ। एउटा नेपाली भएपछि खेल भन्ने कुरा सधैँ राम्रो हुन्छ भन्ने हुँदैन। अपोजिटसँग खेल्नुपर्छ भन्ने कुनै खेल राम्रो हुन्छ, कुनै नराम्रो हुन्छ। राम्रो हुँदा चाहिँ वाओ रोहित पौडेल भन्ने, नराम्रो हुँदा चाहिँ टुकटुके खेलाडी क्याप्टेनबाट निकाल त्यस्तो नि हुन्छ। उसले अहिलेसम्म कति म्याच, 2-4वटा म्याच होला नराम्रो खेला थियो, सबै म्याचहरू राम्रो खेला छ। एउटा नराम्रो गेम हुँदा चाहिँ त्यो दुःखको कुरा हो, दुःखमा पनि साथ दिनु पर्यो र सुखमा पनि साथ दिनु पर्यो। सुखमा चाहिँ राम्रो राम्रो भन्ने, दुःखमा चाहिँ उल्टो उनीहरूलाई नै गाली गर्ने त्यस्तो चाहिँ हुँदैन। एउटा नेपाली भएपछि नेपाली दाजुभाइ भनेर एउटा साथ दिने ठाउँमा टुकटुके खेलाडी यताउता यो युट्युबको लाइभको कमेन्टहरूमा हेर्छु कति गालीहरू दिपेन्द्र सिंह ऐरीलाई। अब उसले पहिला राम्रो खेल्यो, बाग बाग बाग, अब 2-4वटा म्याच नराम्रो हुँदा बिरालो, अब अस्ति रनआउट गर्दा राम्रो, त्यस्तो नि हुन्छ। खेलाडी भनेपछि कुनै म्याच राम्रो हुन्छ, कुनै नराम्रो हुन्छ। त्यही भएर सबैले मिलेर साथ दियो, सबै सँगै जाऊ। एउटा नेपालीले जित्यो भने नेपालको नै गर्व हुन्छ, नेपाल माथि हुन्छ, हामीहरूलाई नै कति खुसी लागेको हुन्छ भने सबैले मिलिजुली सबैले साथ दिउँ। हस्, यही भन्नलाई हो, सबैले साथ दिउँ नेपाली खेलाडीलाई र आउँदो सबै म्याचहरू राम्रो होस्।